हेलो एभ्रिवान आज पनि हामी चाहिँ पुरा हाइकिङ कता खाएको आज आज चाहिँ मिताके आउ न तिमी क्या ल है हिरो देखेर तिर्कै इट्स ब्ल्याक एन्ड व्हाइट यता हेरौँ त ल फुल ब्ल्याक एन्ड व्हाइट यिनी ब्ल्याकै देखिरह होला ब्ल्याकै हो त नि ब्ल्याकै हो त नि ल यतिको चाहिँ हुनु पर्यो है त लेट्स गो फर मिताके हाइक लेट्स डु इट 2 दिन रिटर्न माउन्ट लेट्स डु इट ओके सो गाइज आजको मिताकेको भ्लग कस्तो हुन्छ हामी सबै देखाउने ट्राई गर्छौँ सो किप वाचिङ गाइज ए अस्तिको माउन्ट टकाको भिडियो जसले हेरिदिनु थियो उहाँहरू सबैलाई मुरी मुरी धन्यवाद आज पनि हेरिदिनुहुन्छ साथ दिनुहुन्छ अस्तिको सोलो थियो आजको अब ग्रुप भ्लग हुन्छ ग्रुप पनि हैन तीनजनालाई अलि गाह्रो होला ग्रुप त हो नि लाइक सोलो हैन नि त अब हामी कम्बिनी अब हामी यसो एनर्जी ड्रिङ्कहरू लिने स्पोर्ट्स ड्रिङ्क नट एनर्जी ड्रिङ्क ओके अहिले चाहिँ हामी मिताके चाहिँ डेन्जर मान्छे झऱ्यो त ल अब हामी चाहिँ बस खोज्नु पऱ्यो अब अहिले चाहिँ मिताके स्टेसनमा पुरा बस कुर्दै यत्रो लाइन छ ल अब हाइकिङ सुरु बस यहाँ र क्या यस्तो उल्टो हेलो गर्न पाइँदैन ताती ल यहाँ चाहिँ माथि जाने केबल कार कस्तो चढ्दैन यतिको मान्छेले केबल कार चढ्नु पऱ्यो अरे यस्तो नि हुन्छ त आमा यो त यस्तो राम्रो बाहिर हो नि त भित्र होइन कलर राम्रो लागेपछि चढ्नु मन लाग्यो ल यता चाहिँ केबल कार स्टेसन यता माथि गाडीको पार्किङ हामी चाहिँ पुरा हिँडेर हाम्रो इनर्जी अहिले सकिया छैन माथिको उच पनि कस्तो राम्रो है ब्रिजकै रातो कलरको यहाँ गेट अब हामी इन्ट्री भयो ल पऱ्यो नि हामीलाई पो पऱ्यो क्यामेरा पऱ्यो लायो यता यसै माथि जाने केबल कार हातले त्यो ल हातले त्यो माथि इन्ट्री चाहिँ यस्तो खतरा गेट हो ल अहिले चाहिँ हामी अब ओकालो तान्दै कस्तो दामी हो ठाउँ त रुखहरू कस्तो राम्रो हो ल माउन्ट मिताके चढ्दाको सबैभन्दा भाइरल रुख भाइरल स्पोट माथि पनि जिउँदैछ रुख तल पनि जरा मर्या रुख जिउँदैछ यार के यस्तो ल छिटो ल एकैजना एक वर्ष आइबढ्छ चाँडै मर्ने हो बाटो चाहिँ दामी छ ल यहाँ बिचमा चाहिँ ट्याक्क बिसाउने रहेछ एउटा चियर यसो कुद्दै अनि ठ्याक्क यसको अपोजिटमा चाहिँ ट्रेनहरू पास भएको देख्छ कि भनेर यसो वेट गरेको ए केबल कार साउन्ड चाहिँ आइरहेछ तर केबल कार आएन रोड चाहिँ दामी छ आयो जस्तो साउन्डहरू आइरह ल तलबाट चाहिँ केबल कार आयो केबल कार चाहिँ पास भयो केबल कार चाहिँ सिधै जान्छ हामी चाहिँ घुम्दै जानुपर्छ यहाँ सब केबल कार किन्नलाई लाइन केबल कार हेर्ने क्रममा मेरो त यहाँ झिँगा छिरे तान्दियो त ओ फेरि झऱ्यो ठ्याक्कै फेरि अर्को नि क्रस भयो जब अहिले आउँछ अप्सनहरू जति क्या राम्रो कलर है कलर त राम्रो लाग्यो यहाँ चाहिँ पुरा ब्रेकफास्ट टाइप उप खा खै त नि भाग लाग्यो यसको छुट्टै
त्यो त खा जस्तो गरे कन्टेन्ट गाह्रो छ बाटो चाहिँ यस्तो छ यहाँ चाहिँ 463 462 हामी चाहिँ 1 सम्म पुग्ने होला यो खोलाको कसम यो पहाडको कसम हो क्या यति हामी चाहिँ यो जङ्गलको कसम हो यो हावाको कसम के छ के हेर्दै ल हामी चाहिँ हिँड्दै डुल्दै बस्दै खाँदै 1 घन्टामा चाहिँ यहाँ आइपुग्यो यहाँ हाम्रो तिमी यहाँ ध्यान गर्नुपर्छ हिजो बुद्ध जयन्ती बिर्सेर आज ए हिजो बुद्ध जयन्ती थियो साँच्चै बुद्ध ल हाम्रो यहाँ नयाँ बुद्ध केटी बुद्ध फर्स्ट टाइम इन हिस्ट्री होला यहाँ ऐना फोटो खिच्दैछ फेरि कोही कोही देख्या अलिक क्लोज बस्यो ए अलिक टाढो धेरै टाढो भयो कि यहाँ मुनिरबाट ठिक हुन्छ ल ल यो चाहिँ केवलकारको बाटो कस्तो दामी यो चाहिँ पुरा ब्रिज चाहिँ पुरा रातो कलरको रहेछ जङ्गल चाहिँ यस्तो दामी छ यहाँ चाहिँ पुरा लाइनहरू आधा घन्टा गएन हाम्रो 1 घन्टा गइसक्यो यस्तो छ होला कपिराइट लाग्ला है यहाँ ल जाउँ लबाट लाली गुराँस यता चाहिँ डान्स ल हामी हाइकाएर हो कि डाली यता माथितिर देखाउने होला नि ल म अगाडि बाटो चाहिँ यस्तो खालको छ यही हो केवलकारको बाटो चाहिँ केवलकार भने त झुन्डी नै होइन र भन्दाखेरि यहाँ जापानमा चाहिँ यस्तोलाई केवलकार भन्दो रहेछ केवलकार चाहिँ यसलाई भनिन्छ जापानमा वाउ ल हामी चाहिँ यहाँ यामानो खामी भन्ने ठाउँ आइपुग्यो बल्ल यहाँ 43 हाम्रो 700 800 कतिबाट स्टार्ट भयो त यहाँ टिकटक बनाएर जात्रा छ गाह्रो छ 39 ल 1 कहाँ रहेछ यहाँ 35 सम्म आइपुग्यो अब चाहिँ वी आर सो क्लोज भइसक्यो अब चाहिँ 33 बाटो चाहिँ कस्तो दामी है होइन यो रुखहरू त लास्टै दामी हो क्या ल हामी चाहिँ यहाँ 2 यहाँ 1 गरेर बल्ल 1 रुख चाहिँ हालेर चाहिँ ल आइपुग्यो हामी कहाँ आइपुग्यो अरे हामी 1 मा आइपुग्यो अरे अब यहाँबाट जर्नी स्टार्ट फेरि के रे फाइनली हामी कुरो मन 1 मा आइपुगेको छौँ यहाँ खुसीको सीमै छुट्टेछ तर कस्तो लागिरहेछ एकदम बवाल एक्सपिरियन्स बताउनु छ सगरमाथा चढाए जस्तो भएर मेरो इन्टरभ्यू लिँदैछ यहाँ धेरै पपुलर भएछ नि यस्तो छ कि जता जर्नलिस्टहरू भेट्छ 1 2 3 4 6 5 6 7 रहेछ यस्तो रिच छ है हामीले कति 800 वटा रुट चाहिँ पार गरेर माथि आइपुगेको छौँ जे जानु छ नि त भला अरु पनि के छ देखाउँछौँ भनिसकेछु फलो गर्दै गर्नु पछिसम्म हेर्दै गर्नु हो अझै 1 घन्टा लाग्छ ल यहाँ गाडी गएछ ल कसरी गएछ ल भनिदिनु यति सानो बाटोमा त्यत्रो गाडी कसरी गयो होला त्यो तपाईँहरूको कमेन्ट नगरेर के भन्छ कमेन्ट गरिदिनु कमेन्ट गर्नु अब कसरी हेर्नु उल्टो छिराएको छ कसरी छिराला यस्तो रहेछ फेरि अब टेक्नोलोजी होला नि त मिताकेको केवलकारबाट झरेर आएको बजार यस्तो छ यहाँ चाहिँ खतरा के हो उचुबा बस्नु ल यो त रहेछ ए सबजना मोबाइल तेर्सेर जात्रा छ जात्रा हामी नि के कौँ हामी चाहिँ खोइ यहाँ खरको छानो ए यहाँ खरको छानो हेर कस्तो दामी यो चाहिँ पुरानो खरको छानो
कस्तो दामी है खर्क छाना पनि जुम गरेर हेर्नु न अझ यस्तो आमा यो पुरानो घर होला सायद ल जाउँ ल यो त चाहिँ बजारै रहेछ तर यहाँ चाहिँ पुरा माथि मिसाइलको बाटो किम जोङले जापानलाई मिसाइल हाने त जाने बाटो ल अब यहाँबाट चाहिँ टक्क टोकियोको भ्यू देख्न सकिन्छ है त के बाँधेर हो आजको दिनले थिएन कुकुरलाई बाँध्नु पाइन्छ भन्दाखेरि माथिको मिसाइल यहाँबाट चाहिँ भ्यू देखेँ है ल ओ अझै 1 किलोमिटर यहाँबाट ए लेखिरहेको रहेछ नि त यता चाहिँ 1 किलोमिटर चाहिँ हिँडेर जाँदैछौँ रे मलाई थाहा छैन यहाँ रहेछ नि त म्याप यहाँ रहेछ ल ए यो बजारको म्याप चाहिँ रहेछ बजारमा कतिवटा घर चाहिँ गर्नु पनि थाहा हुन्छ यहाँबाट चाहिँ टोकियोको भ्यू देख्न सकिँदो रहेछ यो बिचमा के हो रहेछ अरे एउटा रातो रातो तिमीले देखाएको त्यहाँसम्म ए यहाँ चाहिँ लालीगुँरास पनि पाउने रहेछ है अन्त डाँडातिर पाउँछ नि लालीगुँरास ओ त्यो नेपालतिर पाउने निङ्गाला त उ त्यो तिमीले कालो चस्मा लगाएर पिङ देखेको रातो छ नि ए हो ए पिङ छ मलाई खाली उल्ली बिले लगाउने मान्छे वा हाम्रो भेना पिङ छ अरे यो रातोलाई म त होइन साँच्चीकै हो कि भनेको कि मैले चाहिँ एकछिन तर किन पिङ्क है यहाँ चाहिँ फेरि कस्तो मिठो कलरको रुख रहेछ फोटो खिच्दियो भनेको छ अब फोटो खिचिदिनु पर्यो यहाँबाट चाहिँ केवल कारबाट आउनेहरूको पनि हाइकिङ जर्नी स्टार्ट यहाँ त हामी जसरी पुरा लौरो टेकिरहेको थियो म पनि त्यो लिजो जाँदा यसरी पनि लौरो टेकेर गएको थियो यहाँ पनि लौरो टेकेर खायो गाछ यहाँबाट चाहिँ अब मान्छेहरू बढ्न थाल्यो हेर न यहाँ लौरी टेकेर आएको कस्तो राम्रो लौरी है क्या दामी क्या सर्लक सर्लक परेको यहाँबाट चाहिँ ए हाम्रो चाहिँ लौरी जस्तो मान्छे यहीँ छ त्यो हामी बेला उसलाई नि गरेको छ कि ट्याप्प घानेसँग र ट्याक्क टेक्दै मेरोलाई त 2 जना लौरी जानु अझै दिन यता चाहिँ होटेल रहेछ खतरा खतरा होटेल रहेछ निताके स्नान उता माउन्ट यता भित्र कस्तो मार्बलमा के लेख्यो बढ्न त सकिनँ तर खतरा यस्तो छ यता मिताके जाने बाटो जिदोमा किन रहेछ हामी चाहिँ अझै पनि यो बजार छोड्न सकेन यता चाहिँ रेस्टुरेन्टहरू छ बोलाएर यहाँ चाहिँ पुरा रेड कार्पेट बिछाइदियो हामीलाई आइसक्रिम यहाँ र जाउँ न अहिले होइन अहिले यो आइसक्रिम देखाएर रहेछ नि त कलरवाला रहेछ नि त जाउँ अहिले पछि आएर खायो हुन्छ ए रेस्टुरेन्ट रहेछ आइसक्रिम खाने भन्छ मम्मीजीमा यहाँ चाहिँ यस्तो हुन्छ जब भन्नु चाहिँ रातो कलरको पात होइन हामी चाहिँ मिस्टेकली अझै माथि जान्छ नि होला सायद बाटै ए बाटै होला ए ल अब हामी हात धोएर अब माउन्टेन जाने गेट हो क्या यस्तो दामी हो त्यो पनि दामी पछाडिको पनि दामी ल अब हामी पनि इन्ट्री मार्यो साइडमा चाहिँ टक्क लाइट अनि यस्तो सानो के हो यहाँ चाहिँ गेट यो चाहिँ फुल काठको यहाँ 2 जना चाहिँ पुरै अझै पनि के गरेछ ल ल छिटो आउनु पर्यो किन वेट गरेर यहाँ गेट यहाँ चाहिँ यस्तो रहेछ ल हाम्रो इन्ट्री पुरा ढोकेर हो यहाँ त के हो पुरै मार्बल छ त च्यान डाँडा त होइन नि यो यतातिर नि वालहरू मार्बलको वालमा के लेखेको रहेछ सब मार्बल छ
मसन घट्दैन नि है त्यो त नेपालमा घर ओछ्याउने मार्बल छ नि भित्र ल्याएर ओछ्याउँछ के गर्नु गाह्रो छ ए यहाँ सब मार्बल ल अब काठमाडौँ घर बनाउनु पऱ्यो यहाँबाट बोकेर लानु पऱ्यो कस्तो दामी कुद्यो माथिको क्या दामी कुदेको पुरा सिटको साइडमा जस्तो लाटो बसिरहेछ होइन यहाँ चाहिँ यहाँ कछुवा कस्तो राम्रो कि कछुवा चाहिँ क्युट लाग्यो कछुवा कछुवाले बोकेरहेछ मुख चाहिँ फेरि प्याङ्गिन गरेछ यहाँ हेर एउटा देब्रेबाट जानु भने दाहिने चढेको त्यो रक गार्डनहरू चाहिँ तर चाहिँ माउन्ट उता केहरू चाहिँ हामी चाहिँ अब सिधै माथि मिताके जाने पहिला हामी चाहिँ मिताके सानो आइपुग्यो यो त ठ्याक्कै त्यो नेपालको सही गेटमा छ नि सामुराई हामी चाहिँ मिताके सानो आइपुग्यो यहाँ चाहिँ पुरा ड्रागन मिताकेको मन्दिर यहाँबाट देखिने भ्यू चाहिँ यस्तो छ भ्यू चाहिँ दामी देखेको छ है यो चाहिँ यस्तो छ अगाडि अघि भयो भने पछाडि चाहिँ यस्तो खै यहाँसम्म रहेछ अब अझै माथि जाँदै हामी चाहिँ तल मार्बल थियो नि अझै पुरै ढुङ्गा ठडाएर यहाँ सानो कुकुर पनि रहेछ पछाडिको चाहिँ यस्तो छ हामी चाहिँ फर्स्ट टाइम भएर कहाँ के छ केही थाहा छैन हिँड्दै जान्छ कहाँ के आहा थाहै छैन हो यहाँ त पुरा के स्याल ए बस हो ए यहाँ त बस रहेछ नि त यहाँ एकछिन लास्ट पोइन्ट चाहिँ यो रहेछ यहाँबाट चाहिँ ठ्याक्क माथि डाँडा देख्ने रहेछ एउटा अहिले चाहिँ एकजना सोल्टी फोटो खिच्दैछ यहाँबाट देख्ने भ्यू चाहिँ यो हो ल हामी चाहिँ माउन्ट मिताके आएर अब खिचिसक्यो त नि अब हामी रक गार्डनतिर जाने बाटो चाहिँ बल्ल दामी छ यहाँ ल बल्ल हाइकिङ जाने बाटो चाहिँ यहाँ भेट्यो है हामीले अब कहाँ जाने थाहा छैन फेरि मान्छे सब लाइन ला हामी लाइन लगाएर गइरह्यो हामी पनि पछि लगाएर सबै मान्छे गएको थिएन मात्रै कहाँ पुग्छ कसलाई पनि थाहा छैन रक गार्डन भने त्यो चाहिँ थाहा त्यति हो होइन यहाँबाट चाहिँ प्योर माउन्ट मिताके जाने हो क्या अहिले चाहिँ बल्ल हाइकिङ जस्तो बाटो चाहिँ यता छ सब माउन्ट मिताके यही बाटो जान्छ क्या माउन्ट मिताके पक्कै मलाई चाहिँ त्यही लागेर रक गार्डन चाहिँ स्योर छ अरू नभए नि अहिले चाहिँ यहाँ भ्यू पोइन्ट रहेछ यहाँ चाहिँ पुरा रेस्टुरेन्ट रहेछ दामी टेबलहरू टन्नै छ सब मान्छेहरूले ल्याउनेहरू चाहिँ खाएर छ हामी पनि अब टक्क ल्याएको खानेकुराहरू खाने ल हाम्रो चाहिँ यहाँ दुईजना गेस्ट आउनु भएको रहेछ ल हजुरहरूलाई के चाहिएर ल थकाली कुन थकालीमा अब करीमा के गर्नुहुन्छ कुन गर्नुहुन्छ ल हामीलाई त्यो छैन नि त हामीलाई त पोक र बिफ मात्रै छ फिस छैन यस्तो डाँडामा कहाँबाट फिस आउँछ ल हाम्रो म्याडमलाई ए ल नि त ल 2 फिस करी भनेको छ है त ल लन्च टाइम हाम्रो लन्च चाहिँ यस्तो छ त्यो जङ्गल लाग्यो भने हरिहरि हो पुरा बेन्तो बक्स छ नि त नोरी अन्डा तातै रहेछ ल अन्डा छ र
ओइ अन्डा हेर्नु न तातो हो यहाँ छ हाम्रो ओनिगिरी यहाँ छ अन्डा फरा गोमिया कस्तो राम्रो आएको तर त्यो उसमा है मान्छे सेक्दिएको काका हेर्ने भने म आएन त्यहाँ म नि आउनु ठिक छ दामी आयो ल पहिला सबै रेडी गर्नु क्या नि पहिला भात हुन्छ पर्स भिजेर पनिरसँग चना पनि हुन्छ हुन्छ होला किनभने भात र चना हुन्छ नि अन्डाको लागि नुन हुन्छ फेरि चनाहरू पर्यो म्याक्रो तेल बुझेको ओनिगिरी चाहिँ यस्तो छ है दिदी हो मेरो ओनिगिरी चाहिँ तिनवटा बनायो होइन ओ मतलब कालो चना होला नि चना चन्नै रहेछ नि त ल ओनिगिरी तिनवटा अझ दिदीले अर्को टिफिन पनि लगा भन्दै हुनुहुन्थ्यो बनाउनु पर्ने आँखा हाल्ने आफै हेर्नु कस्तो अब कस्तो हो अब यो त्यो नाम न अडि ठिक तपाईँको सुरु भइसक्यो छैन म त अहिले छोरो क्लिप मात्रै लिने कि म त युट्युबको लागि ठाडो क्लिक गऱ्यो भने ल नोरी म त नोरी मन पर्दैन हो थाहा छ त्यही भएर छुट्टै लिएर हो कि सिरियल म नोरी चाहिँ मलाई त्यो चुना सब मन पर्दै पर्दैन काममा हिँड्थ्यो चुना त्यो त हामी खाने अब त्यहाँ सेलाई चाहिँ चम्चा उ गर्नु न चम्चा मेरो ब्यागमा बहिनी दिनु त नुन चाहिँ कम हुन्छ कि अलिकति तर नुन त ठिकै खानुहुन्छ छोरीले खानुहुन्छ है धेरै खान्छ खान्छ यो किरा पो आइदिएर यहाँ देखाइ तिम्रो ओनिगिरी सुरु गरेको छैन मैले त एकछिनमा गर्नु लाग्यो बनाउने चिता त कि मास्टर भोक लागिसकेको छ तपाईँलाई होइन एकछिन है सेकेन्ड म त हल्का यो उसको लागि मात्रै लिन्छु हो यो ओनिगिरी चाहिँ खतर देखाइदिनु राम्रो देखा तर म भिडियोको लागि चाहिँ चना पनि देखाउ होला यसो नि यो गर्नु यसो अन्त यसमा बाँड्दा हुन्छ अन्डा त नखाने हुन्छ होला अन्डा त यो पनि हुन्छ खतरा बनाएको पनि अन्त त्यो कालो चना होला भन्ने बुझिरहेको खतना सुकिरहेको अँ। छ त्यसलाई त्यही भएर हल्का ग्रेभी ठिक हुन्छ भनेर थ्याङ्क यू अब म यत्रो खान्छु त चना मलाई नि चम्चा ल्याऊ तपाईँले चम्चा त्यहाँ दिएको यो होला तपाईँलाई लाउनु लाइभ समय अब मिठो भन्छ टेस्ट गर्नु त त्यो त भएको नि त्यो बजारतिर राख्ने जस्तो लाग्यो तरकारी आलु यहाँ त अनि भिडियो आउनै छैन त अनि गर्ने अब ए खतरा देखा त देख्न त ओए हामीलाई ओए कस्तो पिरो छ खुर्सानी चाहिँ पिरो खुर्सानी त पिरो होइन होला पिरो छ यो अनि पनि दामी हो भाइ यो पनि कस्तो बजारकोतिर तरकारी आलु जस्तो कि सँगसँगै खाँदा ओनिगिरी चाहिँ मैले बनाएको क्या मेरो घरमा भन्नु पऱ्यो नि अलिक सेलाइ चाहिँ मिठो चिज भयो पिरो हेर्छ पिरो हेर्छ मैले त्यो पानी त सान्द यो उनी घर चना पनि देखाउन थियो टिकटकको लागि क्लिपहरू चना है बिराम तिम्रो मुगी चाहिँ झिकेन होला है
त्यो झोलमा एउटा मिठो खतरा मिठो बनाउनु रहेछ नि त चल्नु मिठो थ्याङ्क यू सात किलो अब त राख्यो बिर्सिरह त्यसरी रेड पेपर ल्याउनु पर्छ रहेछ अन्डा खानु अन्डा पनि छ कस्तो भइरहेको मिठो भयो अनि कस्तो रहेछ अनिखेरि एकदम मिठो छ चिनो माइने ल है मेरो त अन्डा पनि एड भयो दुईजना चाहिँ अनिगिरी खाँदै त्यो अनिगिरीले ड्याम्मै हुन्छ होला है अनिगिरी ठुलो छ है मजाले आउँछ 300 रुपियाँ पर्छ एउटाको यहाँ चाहिँ भ्यू पोइन्ट जाने बाटो उता पनि यहाँ चाहिँ एउटा रेस्टुरेन्ट दामी रेस्टुरेन्ट छ यहाँ चाहिँ अहिले हामी चाहिँ मिताके स्नान गइसक्यो मिताके स्टेसन आएको ठाउँ भइहाल्यो यता रक गार्डन अब हामी चाहिँ रक गार्डनतिर जान्छौँ उता के माउन्ट उता के 3.9 किलोमिटर टाढै होला त्यो चाहिँ थाहा भएन यहाँ एउटा रक गार्डन अनि यो आयो हिरो फल्स रहेछ त्यहाँ चाहिँ हामी जाने प्लान भयो यहाँ रक तेङ्गु रक इज द लार्जेस्ट हट क्रप्स मान्छेहरू चाहिँ टन्नै छ अघि हामीले चाहिँ चाइनिज यस्तो पायो तिनीहरू चाइनिज हो र जापानिज यो खा चाइनिज बेसी लाग्छ यो कन्याको हो क्या जस्तो देख्यो खै तर के थाहा होइन ओ पिसा फेरि है यो देउडा कस्तो खतरा के ठाउँ चाहिँ ओ भ्यू चाहिँ यस्तो दामी छ बाटो चाहिँ ए तेरिका यहाँ चाहिँ पुरा टिकटक बिहाइन्ड द सिन बाटो यस्तो छ अहिले चाहिँ हामी रक गार्डन जाँदै ए रुख त दामी छ यो रुखलाई के कुन औषधि खुवाउँछ होला यस्तो सुरिलो भयो अनि के खान्छ हौ रुख त्यस्तरी यस्तो सुरिलो भयो यस्तो विधि गेङ्गी भयो यो बहिनी र यो रुखमा के फरक छ केही फरक छैन ल हामी चाहिँ फाइनली यहाँको रक गार्डन आइपुग्यो यहाँ रक चाहिँ यस्तो छ होला 0.2 किलो नजिकै रहेछ यहाँ चाहिँ बिचमा मान्छेहरू चाहिँ माथिबाट यसरी झऱ्यो ए झर्ने थियो झर्ने चढ्ने पनि झर्ने थियो रहेछ जसलाई सक्छ हामी चाहिँ यहाँ आइपुग्यो ओ मिताके स्टेसन त्यो केवल गाडा 2.4 किलोमिटर छ यहाँ हामी हामी चाहिँ रक गार्डन तिमी चढ्न सक्छौ माथि त्यत्रो बाँध्यो सक्ला नि ल यहाँबाट चाहिँ मान्छे चढ्ने ल अब हामी पनि चढ्ने अलिअलि एडभेन्चर नहेर त कहाँ डर लाग्यो अनुहार त देखाएन यता झन् रमाइरह चस्मा ल चस्मा देख्दैन हेर उनीहरू चढेको हेर पहिला खुट्टा टक्क राख्ने हातले पावर तान्ने हो यो दुईजना त अघि नैबाट हामी सँगसँगै छ ल लेट्स गो ल गयो ल ल जाऊ तिमी पनि जाऊ हे रक क्लाइम्बिङ है ल ओके ल गो सकिहाल्यो नि ल गो गो ल ल म त क्यामेरा बोकेर चढिन्छ ल ल गयो 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 डोन्ट स्टप यति डर लाग्छ हुन्छ के हो नि माउन्टेन ड्यू खाने क्या बच्चामा उता चढ ल फाइनल्ली हामी चाहिँ माथि चढ्यो माथि चाहिँ यस्तो दामी रहेछ है रुट है यो कस्तो दामी क्या डरमा पनि दुईजना पनि चढ्यो यहाँ चाहिँ झर्नेमा चाहिँ यस्तो सधैँ सधैँ झर्ने तर झर्न चाहिँ गाह्रै छ है फेरि यहाँ माथि
डाँडामा त अब त भगवान् रहेछ दर्शन गर ढुङ्गेश्वरलाई यहाँ चाहिँ पुरा भगवान् रहेछ यहाँ चाहिँ बार छ यहाँ चाहिँ यस्तो छ ढुङ्गामाथि रुखाइरुख छ हो यहाँबाट सिधै तल भिर छ यता जङ्गल यहाँबाट झर्ना चाहिँ यस्तो छ हालत यहाँ त झन् ठिकै छ यो ढुङ्गानिर चाहिँ अलिकति यहाँ चाहिँ दुईजना चाहिँ डराएर बस्दैछ माउन्ट एभरेस्ट चढे जस्तो भयो है यहाँ चाहिँ डाँडामा दुईवटा रहेछ ढुङ्गामाथि भगवान् चाहिँ एउटा यता एउटा यता यो सहिलो छ क्या अब हामी चाहिँ झर्दै बाटो चाहिँ यस्तो डेन्जर छ हो यता यो बिबी चाहिँ ठिक छ क्या अब चाहिँ यस्तो छ झर्ने चाहिँ साङ्लो नसाथिकन गयो भने जरा जरासँग तलबाट नि आउँदैछ यो चाहिँ प्योर हाम्रो गाउँतिरको बाटो जस्तै रहेछ अघि हामी चढेको चाहिँ अघि डाँडा चाहिँ यहाँ अघि चाहिँ यहाँ पुगेको हामी अब ल बाटो चाहिँ यता खोलाको साउन्ड चाहिँ नजिकै सुन्या ल ल ल अघि हामी चढेको चाहिँ यहाँ हो अहिले मान्छेहरू पनि देख्न सकिन्छ यहाँ मान्छेहरू खुट्टा देख्यो भन्दैछ यहाँ एकजना ल यहाँ यस्तो बाजेहरू चाहिँ हिँड्यो चुप लगाएर बाटो चाहिँ यस्तो छ अब आया हिरो फल जाँदैछ गफ सुनिदिउँ न त्यो त यहाँ चाहिँ खतरा फोटो सेसन भएर यहाँ चाहिँ झर्नाबाट आएको पानी होला के हुन्छ यस्तोलाई यसलाई के भन्छ हामी चाहिँ त्यो आक्की हिरो भन्ने झर्नासम्म चाहिँ पुग्न सकेन गिभअप गऱ्यो जे नसकिनु र गिभअप गर्ने अरे यस बाटो अलिक टाढा रहेछ क्यान्सल गरेर अब हामी चाहिँ समयको हामीले मध्यनजर गर्दै हामी चाहिँ अर्को यहाँ के यानबाट आउने के झर्ना छ त्यहाँ जाने भयो अब ल हामीलाई चाहिँ फर्केर थाहा भयो कि यहाँ हामी चाहिँ टेङ्गु भन्ने ठाउँमा रहेछ रक गार्डन चाहिँ यहाँ माथि रहेछ धेरै टाढा रहेछ त्यही भएर हामीले चाहिँ रक गार्डन यहीँ छ यहीँ आया हिरो फल्स नजिकै होला भनेर गएको तर हामी भ्रममा रहेछौँ अब हामी जान लागेको झर्नु चाहिँ यहाँ नानायो फल्स जाने नानायो यो चाहिँ यही तल देखाएको छ त्यही भएर त्यहाँ गएर अनि फर्किने हाम्रो प्लान भयो यहाँ पनि लेखिरहेको रहेछ हामीले चाहिँ अहिले देखेन कि यो चाहिँ रक गार्डन त्यहाँ देखाइरहेको रहेछ टेङ्गु युवा रक भन्ने चाहिँ यसलाई चाहिँ टेङ्गु युवा रक भन्ने रहेछ ल यहीँ आइसक्यो फल्स ल नानाया फल्स आइसक्यो अब चाहिँ 0.1 किलोमिटर फोटो राम्रो आउँछ भनेर बसेको यो त जाने बाटो चाहिँ एकदम रमाइलो रहेछ इन्ट्रेस्टिङ अस्तिको तकाउ र आजको चाहिँ बाटो चाहिँ टोटली मान्छे त चिलो भने अनि कन्फिडेन्ट हो नि त मान्छे कन्फिडेन्ट लेभल हो नि त त्यहाँ क्या ओभर कन्फिडेन्ट पो हुनु भएन कन्फिडेन्ट त भन्नु भइहाल्यो नि उफ्रेर पो हिँड्नु भएन बाटो चाहिँ सही रहेछ है यता ए टोइलेट नि खोज्नुपर्ने अवस्था छ है साँच्चै होइन
म त ए ब्यालेन्स छैन मलाई भेट्न आएको अलिकति हिँड्यो भने त्यो पनि माइनसमा जान्छ साउन्ड आइसक्यो ल ल यहाँ चाहिँ अब चिप्लेर खेल्नु पनि मिल्ने रहेछ ढुक्क भयो यहाँ चाहिँ घरमा हिँडे जस्तो भयो फेरि आयो हाम्रो बाटो यस्तो यो बाटो चाहिँ सेल लाग्यो भने हो यो त क्या दामी बाटो हो यो चाइनातिर जस्तो छ त तलसम्म यो त साँच्चै हो चाइनातिर त्यो देखेको थियो त्यो भिडतिर बाटो त्यस्तै छ त वाउ यहाँ चाहिँ वान वे रहेछ ल यसको हिँड्नु हुने बित्तिकै फेरि रोप माछा मात्र हिँड्नु पर्ने अवस्था रहेछ नेपालीलाई त धागो सुहाउनु पर्छ पर्दैन यही उमेरमा ल है त के 0.1 किलोमिटर नि कति टाढा हो 0.1 किलोमिटर भन्दा 100 मिटर होइन र ल है त ल के छ कस्तो भइरहेछ ल भनिदिनु यसो एक्सपिरियन्स है यसरी हिँड्दै गयो भने त पुग्छ होला हौ ओ को डर लाग्दै आएको ड्याङ 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 गर्दा ल अब चाहिँ फाइनल्ली हाम्रो नेक्स्ट डेस्टिनेसन आइपुग्यो आजको लास्ट डेस्टिनेसन हो अहिले फर्किने चाहिँ यो तल बाटो रहेछ अलिक छिटो हिँड साथी अब हेरौँ है त यहाँको झर्नाको कस्तो रहेछ कस्तो एक्सपेक्टेसन छ कस्तो हुन्छ रियालिटी Where is the fall? साँच्चै के हो ए रहेछ कुनामा हो रहेछ राम्रै रहेछ यतिको चाहिँ ठिकै छ है यो कुनामा रहेछ ल यहाँको झर्ना चाहिँ यही हो हामी चाहिँ यति हेर्न आएको ल अब चाहिँ हामी बाई बाई ए झर्नालाई पनि बाई बाई यहाँ चाहिँ पुरा साँगो यहाँ काठको साँगो छ है बिस्तारै है हल्लिन्छ ल काठको साँगो बिस्तारै है ल ल यता पनि रहेछ अर्को ल अब चाहिँ हामी सुई ब्याक टु होम लेट्स गो ल यो झर्ना नाम के चाहिँ नानो यो झर्नालाई पनि बाई बाई भन्दै अब हामी लाग्दैछौँ घरतिर ल यहाँ चाहिँ नाम पनि लामो रहेछ है नानो यो नो ताकी ल अब हाम्रो बाटो चाहिँ यता अघिको हाम्रो बाटो आएको बाटो चाहिँ यस्तो छ अब हामी चाहिँ यताबाट फर्किने बाटो चाहिँ यता ल अब हामीले एक रोटी खाने भयो कहाँ पुगेर यो जुगा है क्या यहाँ ए तर जुगा आउनुपर्ने ठाउँ जस्तो रहेछ अब है त अब फर्किँदै अब फेरि आयो हाम्रो काठको साँगो झोलुङ्गी पुल भन्नु काठको साँगै भन्नुहुन्छ काठको साँगो यस्तो दामी काठको पुल उडन पुल ल बहिनी पनि जाऊँ अगाडि ल आमा हिँडाइ त मरत छ त हो खिचिरहेछ जाऊ न त अब चाहिँ उकालो लाग्नुपर्छ है हामी अब चाहिँ हाइकिङ सुरु ल अहिले फर्किँदा चाहिँ हाम्रो बाटो चाहिँ कडा छ एकदम प्योर हाइकिङ ट्रेकिङ रुट जस्तो चाहिँ बल्ल देखेँ
दुईजना चाहिँ यहाँ भिडियो मात्र खिच्या हिँडेको अन्त बढी हातमा मल लिएर हिँडेको छ यस ठिकै छ ढुङ्गाले घोच्यो अर्को जुत्ता अर्कोको जुत्तामा अनि कम्प्लेन गरेर हुन्छ हामीले चाहिँ अलिक महँगो आफ्नै यस्तो छ बाटो चाहिँ यो चाहिँ ठाडै उकालो रहेछ है धकाल्दै बिचरा पिसाब धेरै हाम्रो बहिनीलाई चाहिँ पिसाब चाबेको आधा घन्टा बढी भइसक्यो होला बिचरा गाह्रो छ ल हामी चाहिँ फेरि फर्किने आइपुग्यो बहिनी त्यहाँ थाकै मारिसक्यो बिचरा फेरि ठाउँ आइपुग्यो अब हामी चाहिँ यता भ्यू पोइन्ट जाने के हो बल्ल मजा आयो हाइकिङ आएर यतिको त हुनु पऱ्यो नि यहाँबाट भित्रबाट चाहिँ सिटी भ्यू देखिरहेछ अब यता भ्यू पोइन्टतिर जाने हामी चाहिँ टक्क लगाएर टोइलेट कहाँ देखा ल ठिक छ अब अलि उतातिर त पाउँछ छैन ल कस्तो लाग्यो तिमीलाई भन कस्तो हुँदैछ तिम्रो दिन बल्ल हाइकिङको मजा आयो यतिको त हुनुपर्छ होइन नेक्स्ट टाइमतिर के छ तिम्रो ल हामी चाहिँ अब भ्यू पोइन्ट आइपुग्यो भ्यू पोइन्ट होइन पार्क जस्तै त होला नि त्यहाँ चाहिँ सिटी भ्यू देख्ने होला त्यही हो क्या हो त्यहाँ चाहिँ टोइलेट छ होला ब्रो टोइलेट जतिलाई अब हामी चाहिँ भ्यू पोइन्ट हेरेर टुइङ घरतिर जाने के छ भन्नुहोस् हजुर यता बहिनीको त हालत देखाल्छ बिचरा देखा सधैँ अग्लो तिमी छैन ल फाइनली बल्ल यहाँ टोइलेट पाएँ यता चाहिँ बन्द रहेछ यता रहेछ अस्थायी टोइलेट यता यहाँ हेलिकप्टर ल्यान्ड हुने ठाउँ पनि रहेछ भ्यू पोइन्ट त अझै उतै रहेछ है लेट्स गो हेलिकप्टर ल्यान्ड हुने ठाउँ हेलिकप्टरबाट जाने क्या सुबेर भने चिप्लिन्छ है भने आमा नि के हो पेट त सट्टै घटेछ त पिछा फेरि त आरामदायकलाई ल फाइनली हामी चाहिँ भ्यू पोइन्ट आइपुग्यो भ्यू पोइन्ट चाहिँ यही होला मेबी यता चाहिँ सिटी छ यता सिटी भयो यही भ्यू पोइन्ट भन्ने त होला यस्तो छ यहाँबाट चाहिँ यता पनि पुरा यहाँमा छ हिमाल भ्यू देखिरहेछ त उता सिटी भ्यू यति भन्दा खै देख्नु पर्दैन यो चाहिँ सिटी भयो जाम्ला नि त उता चाहिँ माथि भिडियो खिच्न अल्छी लाग्छ म मेरो आँखाले क्याप्चर गरिदिसकेँ यस्तो मान्छे हामी त घरमा गएर हेर्ने हो क्या हामी चाहिँ घरमा गएर जुम गरी हेर्ने हो मलाई छोडिराख्यो नि त त्यो फोन ल भ्यू पोइन्टबाट चाहिँ यो बजार पनि देख्ने रहेछ अब अझै हामी अलिकति अगाडि केही छ कि भनेर जाँदै कुर्सी टेबलहरू त देखेको थियो 5-50 आयो भने त छिटो उठेछ त यो त पुरा टोखाको भुतखेल जस्तो रहेछ है ए भुतखेलमा छ त यो रुख साँच्ची थाहा चाहिँ जान्छ तिमीलाई यहाँको जस्तो ठुलो चाहिँ हुँदैन यस्तो यत्रो चाहिँ हुन्छ वाउ भ्यू पोइन्ट त यहाँ रहेछ नि त नेपाली स्टाइलको ओए भ्यू पोइन्ट त यहाँ रहेछ हजुर त्यो पनि त हो त्यो नि त ल नि त ल यहाँबाट मैले के भने रे हेर हात धारे हाल्ला मलाई यस्तो छ गाइज मेरो हालत कुछ भी भाइ साहब फर्किने है अनि अर्को भिडियो हेर्दा त भ्यू पोइन्ट अलिक अगाडि छ नि अन्त हामीले पनि त्यहीँबाट हेरेँ त भन्छ गाह्रो छ है गाइज मेरो भ्युवर्सहरूलाई एकदम फाइदा हुन्छ लाखजनाले हेर्छ लाखजनाले
कति 20,000 आइज भने त फाइदा छ तर अर्कै ठाउँ पुग्छ होला क्या ल फाइनली भ्यू पोइन्ट चाहिँ यस्तो यहाँ रहेछ नि दामी रहेछ नि त भ्यू पोइन्ट त यहाँ त उ चाहिँ चल्छ होला हो यहाँ त लगभग हो यहाँ त उता बसेर खाने ठाउँ मात्रै रहेछ यस्तो खतरा भ्यू पोइन्ट रहेछ नि त भ्यू पोइन्ट त यहाँ रहेछ नि त अनि यो फडानी गरेर चाहिँ के रहेछ ए अघि हामीले त्यो उजमा देखेको थियो होला है मिताकीमा झर्ने देख्यो नि त्यहाँबाट जाने भने त्यही होला यस्तो छ भ्यू चाहिँ हाम्रो भ्यू पोइन्ट जाने बाटो चाहिँ सक्यो अब हामी चाहिँ बाटो फर्किँदै फर्किने मान्छेहरू पनि टन्नै छ हामी चाहिँ अघि हात धुने ठाउँ आइपुग्यो यो चिने भयो फर्किँदै अब चाहिँ यहाँ फेरि सिटी आइपुग्यो सिटी आउने बित्तिकै चाहिँ रेस्टुरेन्ट भएर होला स्मेल चाहिँ मिठो यहाँ चाहिँ चमेरोको ब्याग रहेछ यहाँ चाहिँ आइसक्रिम खाने भनेर हेर्दैछ दुईजना यहाँ चाहिँ रहेछ द टप अफ माउन्ट मिताके 929 मिटर यहाँ यो चमेरो उडिरहेको यहाँ आइसक्रिमको चाहिँ लाइन लाग्दैछ है हामी चाहिँ यहाँ हाम्रो चाहिँ आइसक्रिम बन्दै है चुक्यो कोचिरा त्यस्तो यहाँको चाहिँ भ्यानिला ग्रिन टी यो चाहिँ कुन हो यस्तो स्ट्रबेरी यो त चोको भ्यानिला यस्तरी हुन्छ है हाम्रो आइसक्रिम चाहिँ Oh, hi, c'est Ardamas. भाइ आजले खाना चाहिँ खानुभन्दा अगाडि यस्तो गर्नुपर्छ अरे नि त फेरि यस्तो चाहिँ मेरो यस्तो 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 फेरि एकचोटि रे ल सँगैकै एउटै लेभल ए ल अब चाहिँ खाएँ है त ल अहिलेको बुढो रुख आइपुग्यो 1000 वर्ष पुरानो बुढो रुख आइपुग्यो यो चाहिँ खतरा छ कस्तो कस्तो भयो त अहिले चाहिँ ल आइसक्रिम खान पाएछ नि त शीतल भयो यसै शीतल भएर खा नि यो गाडीहरू के यो बाटो गयो त यहाँ गएर पार गरे बाटो यत्रो छ यहाँ चाहिँ पुरानो काठको सामानहरू पाउने पसल रहेछ जाँदा यहाँ काठको सामानहरू के छ त्यो रक्सीको भाँडा बियर चाहिँ बाहिर यसरी राखेर रहेछ चाख्ने के हो त्यो यस्तो कुराहरू चाहिँ बिक्रीमा छ यहाँ सानो मन्दिर उज्ने रहेछ बुद्ध र 2000 चप्पल त रहेछ काठको टुक्रा पनि रहेछ 2000 मा यहाँ के खतरा रहेछ ल यहाँ चाहिँ फेरि खरको छानो माथि टिनले छाएको रहेछ पुरानो हो नि पछाडि चाहिँ सिटी भ्यू हामी चाहिँ यो ठाउँमा आइपुग्यो अघि नै यतातिर चाहिँ पुरै यो काठको यो त काठको होइन चाहिँ तर काठको जस्तो देखिने होटेलको नामहरू चाहिँ यस्तै राख्दो रहेछ आइसक्रिम यति नखुला भए आज के हुन्थ्यो होला है मलाई चिन्थेन त्यो होला ल यहाँबाट उता माथि चाहिँ केवल कार जाने बाटो हामी तल चाहिँ बिहान हिँडेर आएको यहाँबाट चाहिँ 5.7 किलोमिटर रहेछ ल हाम्रो जेआर मिताकी स्टेसन दुईजना तरुणीहरू हिँडेर जाने भन्छ
हिँडेर गइयो है त अनि ल बिहानको 1 नम्बर आयो अब 2 भयो 3 4 5 6 यस्तो गरेर लास्टसम्म चाहिँ कतिवटा रुख रहेछ बिहान आउँदा खासै याद भइएन अहिले चाहिँ हेर्छ त अब चाहिँ हामी फर्किने अहिले हाम्रो यहाँ 3 बजिसक्यो 1 घन्टामा पुग्ने हाम्रो टार्गेट छ बाटो चाहिँ यस्तै छ सबै लास्टसम्मै फर्किन चाहिँ सहिलो छ ल हामी चाहिँ 1 बाट सुरु गरेर 390 आइसक्यो 390 मा चाहिँ यस्तो गुफा खतरा गुफा छ फर्किने चाहिँ हाम्रो निकै छिटो भएर स्पिड निकै बढिरह ल अब चाहिँ हामी लगभग लास्टतिर आइसक्यो 726 देखिसक्यो कस्तो भइरहेको तिमीलाई बहिनीको के छ खुट्टाको हाल खबर खुट्टा काँधमा हाल्दा हिँड ल 726 चाहिँ आइसक्यो है ल एकबाट अब चाहिँ लगभग आइसक्यो यहाँ गाडीहरू पनि देखिसक्यो अब ल टन हेर इतना खुसी ल हामी चाहिँ ठ्याक्क लाएर आइपुग्यो इन्डिङ पोइन्ट आइपुग्यो रुख चाहिँ ठ्याक्कै 784 रहेछ ल यहाँबाट स्टार्ट गरेर ठ्याक्क 1 सम्म छ ल हाम्रो बिहान सुरुवात चाहिँ यहीँबाट भएको थियो माथि केवल कार जाने बाटो चाहिँ यता भयो गेट यहाँ बहिनीलाई चाहिँ खुट्टा दुखेर निकै गाह्रो भयो बिचरा अब चाहिँ गाडीमा जाने भन्ने कुरा भयो यहाँबाट अहिले चाहिँ ठ्याक्कै 4 बज्यो हामी चाहिँ माथिबाट ठ्याक्कै घन्टामा झऱ्यो बिचमा रेस्ट गरेर पनि हामी ठ्याक्कै 11:18 मा स्टार्ट गरेको है यहाँबाट 5 घन्टा जति मजाले हिँड्यो ल अब चाहिँ यहाँ गाडी ठ्याक्क लाएर गाडी चढेर अब फेरि मिताको स्टेसन गएर अब हामी बस चढ्ने यहाँ अहिले चाहिँ हामी फर्किँदै मिताको स्टेसन चाहिँ यहाँ छ स्टेसन चाहिँ पुरा पुरानो यस्तो छ स्टेसन चाहिँ अब एकैचोटि 40 को छ हाम्रो ट्रेन चाहिँ ए उमेशमा त 19 को नि रहेछ उमेशमा ए रहेछ त के हो जाँदा 19 को नि रहेछ हामी चाहिँ अब 19 को रहेछ 19 मा जाने यता चाहिँ पुरा वेटिङ रुम रहेछ मान्छेहरू वेट गर्नलाई टाइमिङहरू रहेछ ट्रेनको लगेज हामी चाहिँ घर आइपुग्यो हामी चाहिँ त्यहाँबाट ट्रेन चढेको अब निदाइ गए चाहिँ यताउता भएर अहिले चाहिँ हामी रुम आइसक्यो अनि इन्डिङको लागि चाहिँ अब रुममा अनि मिताके र ताकाओ चाहिँ अब कम्पेयर गर्दा चाहिँ सोलो हाइकिङको लागि चाहिँ मिताके भन्दा चाहिँ ताकाओ ठिक छ किनकि ताकाओमा चाहिँ सीमित पोइन्टहरू छ अब यताउता घुमिसिन सकिन्छ भने सोलोको लागि त्यो ठिक छ प्लस अलिकति एडभेन्चर टाइपको पनि गर्ने हो भने चाहिँ ताकाओको ट्रायल 6 त्यो चाहिँ रिकमेन्ड गर्छु म त्यसमा चाहिँ सोलो चाहिँ नजानु होला किन त्यो अलिक जङ्गलको बाटो छ अलिकति डर पनि छ त्यस जङ्गली जनावरहरूबाट अनि यता मिताके चाहिँ अलिकति अगाडि गएर त्यहाँ चाहिँ मिताकेमा चाहिँ धेरै पोइन्टहरू रहेछ अलिक टाढा अनि ग्रुपमा जानुहोस् जस अलि बिहानै गएर दिनभरि चाहिँ तपाईँहरूको मजाले जान्छ त्यहाँ चाहिँ त्यही भन्न चाहन्छु यो दुईटो कम्पेयर गर्दा चाहिँ अनि हिँड्न त अब त्यही हो अब बाटो त दुईतिरै सेम नै छ त्यो भन्दै आजको भिडियो चाहिँ यति गर्न चाहन्छु ल लास्टसम्म हेरिदिनु भएको सम्पूर्णलाई मुरी धन्यवाद भन्दै बाई बाई।